वृन्दावन यो सुन्दर हराइजामा रहेको यो बलियामा पर्छ। लाउनु है वृन्दावन घुम्नको लागि सबैजना साथीहरू। उहाँहरू म्याडमहरू काठमाडौँदेखि आउनु भएको वृन्दावन घुम्नको लागि। सालीहरू माथि पुगेर आइसकेको। उता जाउँ न उता। शिवजी पानीमा बस्नु भएको छ। जाउँ। कस्तो कस्तो भयो त वृन्दावन कस्तो लाग्यो त तिमीहरूलाई? एकदमै गुड, एकदम राम्रो लाग्यो। गाई बस्तु हेर्नु भयो उहाँ सब गौशाला घाँस हालेर आउने हो। कसलाई मन पर्यो यता यसो गाई यहाँ छ नि त उता। अनि गौशाला हिँड न अघि अघि। यता हौ।